Hey guys, so आजको वेदर एकदमै बबाल छ, टेम्परेचर एभरेज छ भनौँ। एन्ड नेक्स्ट विक चाहिँ के छ भने चाहिँ टेम्परेचर लास्ट एकदमै वार्म छ के, अराउन्ड 100 डिग्री फारेनहाइट जति छ। सो आज चाहिँ हाम्रो स्विमिङ जाने प्लान छ रकवे बिच, किनभने लङ आइल्यान्ड सिटीमा पनि छ त्यो बिच, अनि हामीहरूलाई जान पनि इजी छ। लाइक बसदेखि ट्राभल हुन्छ क्या, लाइक कार लिनु पर्दैन, ट्रेन लिनु पर्दैन। सो अब इन्जोय गर्ने हो आज, तर धेरै टाइम बस्दैन होला मेरो। जान्छु कपाल अफ आवर्स चाहिँ स्विम गर्ने, अनि रिटर्न भइहाल्ने प्लान छ। सो म चाहिँ अहिले बसमा चढिसकेँ। अब यहाँदेखि ग्रान्ड एभेन्यूमा पिकअप गर्ने साथीलाई, अनि अलमोस्ट 1 आवरको ट्रिपपछि चाहिँ हामी बिचमा पुग्छ। लेट्स सी। सो अहिले चाहिँ म यहाँ बोलिसकेँ बसेँ कि, बिकज हाम्रो एकजना साथी चाहिँ जान्छ अब लेट भयो, अनि उसले बस मिस गरेर स्टपै मिस गर्यो। अब म बिचमा ओर्लिन पाएन, ट्राफिक थियो। सो अहिले ओर्लिएर अब वेट गरिरहेको छु। अब ऊ चाहिँ जुन बसमा आउँछ त्यही बसमा चढेर सो यहाँ चाहिँ सर्फ बोर्ड छ होइन, यो नेक्स्ट टाइम आउनुपर्छ हामी सर्फिङ गर्न। त्यसको लागि हल्का इन्फर्मेसन लिएर आऊँ। अब दे ह्याभ स्केट बोर्ड्स, लङ बोर्ड होइन। समर भनेको यही फाइदा हो कि, दिस इज वाइ समर इज द बेस्ट। सो नयाँ अपडेट, मैले अगाडि वेट सुट चाहिँ उल्टो लगाएर छु होइन। सो भर्खरै सुटो लगाएर आयो सर्फ गर्ने। एन्ड मलाई चाहिँ स्विमिङ त्यति साह्रो आउँदैन क्या, अनि यहाँ सर्फिङ गर्ने ठाउँमा चाहिँ लाइफ गार्ड छैन रहेछ, अनि स्विमिङ गर्ने ठाउँमा छ। सो द्याट्स गन बी अ प्रब्लम। अनि एज यु क्यान सी म पैसाले भिज्न लागिसकेँ। द wetsuit is like too tight for me. ल तर वेब्स चाहिँ दामी छ, वेब्स वो 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 क्यामेरामा आयो 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 रेकर्डिङ गर्ने यताउता, स्विमिङ पनि गर्नुपर्ने हो, तर ठिक छ यतिकै भए पनि अहिले चाहिँ। गाइस द पेमेन्ट इज डन। सो हाम्रो सर्फ बोर्ड प्लस हाम्रो वेट सुट दुवै गरेर चाहिँ इच पर्सन 2 आवर्सको लागि $35। आई मिन द्याट्स भेरी गुड राइट। 35 2 आवर्स एकदमै मजाले इन्जोय गर्यो। प्लिज द्याट्स नाइट, बिकज वी गट इट समथिङ, वी निड टु इट समथिङ। बिहान ब्रेकफास्ट पनि नगरेर आएको हुन्छ, सो रियली हङ्ग्री। प्रोबब्ली नेपाली थाली अगाडि राइस खाइन्छ। ट्याक्कै बस आयो, हामी पनि ठ्याक्कै हिँडेर आइपुगेको थियौँ होइन यहाँ यो। सो हामीले चाहिँ आफ्नो आइडी बिर्सेछ। मैले चाहिँ आइडी राखेको थिएँ नि त सर्फ बोर्ड लिनको लागि। सो आइडी बिर्सेछ, अनि कल आनिरहेको थियो। फेरि हामीले बसदेखि ओर्लिएर दिमागमा यो आइडिया आयो कि नेक्स्ट विक फेरि आउँछौँ यहाँ अनि लिन्छौँ भनेर। अब बसमा आइडिया आएन, लेट भयो। अब बस 17 मिनट्समा आउँछ अरे। अब 17 मिनट्ससम्म हामी घाममा यत्तिकै। अब इट्स मोर लाइक 25 मिनट्स वेस्ट भयो क्या। चढ्यो फेरि झऱ्यो होइन, गाडी आउनु टाइम लाग्यो। यो टाइममा चाहिँ हामी पुग्थ्यो होला अहिलेसम्म ज्याक्सन हाइट, बट नो वरिज। अब ज्याक्सन हाइटमा गएर खाना खानुपर्छ। सो हामीले भर्खरै अन्नपूर्णदेखि खाना खाएर बाहिर निस्क्यो। म चाहिँ घरसम्म वाकै गर्छु होला, यो धेरै टाढो छैन मेरो घर। सो